आकाशबाट पानी कसरी पर्छ? यो प्रश्न हाम्रो दिमागमा कहिले न कहिले त पक्कै आएको हुनुपर्छ, होइन र? ल, आज हामी यही सामान्य देखिने तर एकदमै रोचक प्रक्रियाभित्र लुकेको विज्ञानलाई बुझ्ने कोसिस गरौँ। हामीले स्कुलमा पढेको सुनेको साधारण जवाफ त यही हो। घामले पानीलाई बाफ बनाउँछ, त्यही बाफबाट बादल बन्छ अनि बादल गह्रो भएपछि पानी पर्छ। यो जलचक्रको एकदमै सजिलो चित्र हो। तर के यो साँच्चै यति नै सिधा छ त? पानीको एउटा थोपा जमिनसम्म आइपुग्नु अगाडि आकाशमा के हुँदो हो? यो प्रक्रिया हामीले सोचेभन्दा धेरै नै रमाइलो र अलिक जटिल पनि छ। पानीको यो यात्रा जमिनबाटै सुरु हुन्छ, जब यो अदृश्य बाफमा बदलिन्छ। आउनुहोस् यसको पहिलो चरण मतलब बाफदेखि बादल बन्नेसम्मको प्रक्रियालाई अलि नजिकबाट हेरौँ। यो यात्राको पहिलो खुड्किलो हो वाष्पीकरण अर्थात् इभापोरेसन। जब सूर्यको तापले समुद्र, नदी वा तालको पानीलाई तताउँछ, तब तरल पानी ग्यासमा बदलिन्छ। हो, त्यही ग्यासलाई हामी पानीको बाफ वा वाटर भेपर भन्छौँ। त्यसो भए यो काम कसरी हुन्छ? सूर्यको तापले पानीका अणुहरूलाई ऊर्जा दिन्छ अनि ती बाफ बनेर उड्छन् र यो बाफ सामान्य हावाभन्दा हलुका हुने भएकोले यो सजिलैसँग माथि आकाशतिर उड्न थाल्छ। अनि यहाँ एउटा रमाइलो कुरा के छ भने यो बाफ नदी र समुद्रबाट मात्रै आउँदैन नि। रुख बिरुवाहरूले पनि आफ्नो बातबाट पानीको बाफ छोडिरहेका हुन्छन्, जसलाई वाष्पोत्सर्जन वा ट्रान्सपिरेसन भनिन्छ। यो पनि जलचक्रको एउटा निकै महत्त्वपूर्ण हिस्सा हो। ल, अब त्यो नदेखिने बाफ आकाशमा त पुग्यो, अब के हुन्छ होला? अब आउँछ बादल बन्ने पालो, जहाँ त्यही अदृश्य बाफले हामीले देख्न सक्ने रूप लिन्छ। यो प्रक्रियालाई भनिन्छ घनीकरण वा कन्डेन्सेसन। जब त्यो तातो बाफ वायुमण्डलको माथिल्लो चिसो भागमा पुग्छ, त्यो फेरि चिसिएर सानसाना पानीका थोपाहरू वा बरफका कणहरूमा परिणत हुन्छ। त्यसो भए बादल बन्ने कसरी त? पहिलो, तातो बाफ माथि चिसो ठाउँमा पुग्छ। दोस्रो, यो चिसिएर करोडौं अरबौं सासाना पानीका थोपाहरूमा बदलिन्छन्। र तेस्रो, सबैभन्दा महत्त्वपूर्ण कुरा, यी थोपाहरू हावामा तैरिरहेका धुलोका एकदमै साना कणहरूमा टाँसिन्छन् र एकै ठाउँमा जम्मा भएर बादलको रूप लिन्छन्। यो बुझ्नलाई एकदमै सजिलो उदाहरण छ। चिसो दिनमा ऐना वा चस्मामा कहिल्यै बाफ लागेको देख्नुभएको छ? हो, त्यो वास्तवमा घनीकरण प्रक्रिया नै हो। आकाशमा हुने पनि यही हो, तर धेरै ठूलो स्केलमा। ल, बादल त बन्यो, तर अब त्यो पानी फेरि जमिनमा कसरी आइपुग्छ? अब हामी पानीको यात्राको अन्तिम तर सबैभन्दा महत्त्वपूर्ण चरणमा प्रवेश गर्दैछौँ। वैज्ञानिक भाषामा यसलाई प्रेसिपिटेसन भनिन्छ। यो भनेको वायुमण्डलबाट खस्ने कुनै पनि प्रकारको पानी हो, चाहे त्यो तरल होस् वा ठोस। यसमा पानी मात्र नभएर हिउँ र असिना पनि पर्छन्। अब हेर्नुहोस्, बादलभित्र एउटा रोचक लडाईँ चलिरहेको हुन्छ। एकातिर गुरुत्वाकर्षणले पानीका थोपाहरूलाई तलतिर तानिरहेको हुन्छ, अर्कोतिर तलबाट माथितिर आइरहेको हावाको झोक्का, जसलाई अपड्राफ्ट्स भनिन्छ, त्यसले ती थोपाहरूलाई माथि नै धकेलिरहेको हुन्छ। त्यसो भए पानी किन पर्छ त? किनभने बादलभित्रका ती साना थोपाहरू एक आपसमा ठोक्किन्छन् र जोडिएर ठूला र गहरो बन्दै जान्छन्। आखिरमा ती थोपाहरू यति गहरो हुन्छन् कि हावाको झोक्काले तिनीहरूलाई रोक्न सक्दैन। हो, त्यही बेला गुरुत्वाकर्षणको जित हुन्छ र पानीका थोपाहरू वर्षाको रूपमा पृथ्वीमा खस्छन्। र यदि वायुमण्डल एकदमै चिसो छ भने यी पानीका थोपाहरू जमेर हिउँ वा असिनाको रूपमा खस्छन्। यो सबै त्यहाँको तापक्रममा भर पर्ने कुरा हो। पानी जमिनमा फर्किसकेपछि के हुन्छ त? यो यात्रा यहाँ सकिँदैन। वास्तवमा यो त एउटा नयाँ सुरुवात मात्र हो। आकाशबाट परेको पानी नदी, ताल हुँदै फेरि समुद्रमा गएर जम्मा हुन्छ। केही पानी जमिनमुनि सोसिन्छ र भूमिगत जल बन्छ र त्यसपछि सूर्यको तापले फेरि यसलाई बाफ बनाएर उडाउँछ र यो चक्र फेरि सुरु हुन्छ। हो, यही कहिल्यै नरोकिने प्रक्रियालाई नै जलचक्र भनिन्छ। र सबैभन्दा अचम्मको कुरा के हो भने पृथ्वीमा भएको यही पानी अर्बौं वर्षदेखि यसरी नै घुमिरहेको छ। कल्पना गर्नुस् त, आज हामीले पिएको पानी कुनै बेला डाइनोसरले पनि पिएको हुन सक्छ।
हामीले भर्खरै बुझेको यो प्राकृतिक चक्र किन यति महत्त्वपूर्ण छ त? किनभने यो हाम्रो ग्रहको जीवन रेखा हो र जब यो सन्तुलित चक्रमा कुनै परिवर्तन आउँछ यसले हाम्रो भविष्यमा गहिरो असर पार्छ। अब त्यही ठूलो चित्र हेरौँ। विश्व ब्याङ्कको यो शब्दचित्र हेर्नुहोस् त। यसले स्पष्ट पार्छ कि कसरी पानी भन्ने शब्द कृषि, ऊर्जा, जलवायु र पूर्वाधार जस्ता हरेक महत्त्वपूर्ण क्षेत्रको केन्द्रमा छ। पानी बिना यी मध्ये कुनै पनि क्षेत्र चल्न सक्दैन। यहाँ सबैभन्दा ध्यान दिनुपर्ने कुरा के हो भने विश्व ब्याङ्कका अनुसार जलवायु परिवर्तनका सबैभन्दा गम्भीर असरहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पानीसँग नै जोडिएका छन्। चाहे त्यो खडेरी होस् वा बाढी, यी सबै जलचक्रको असन्तुलनका नतिजा हुन्। र यो चुनौती कति ठूलो छ भन्ने कुरा यो एउटा आँकडाले देखाउँछ। सन् 2022मा पनि विश्वभरका 2.2 अरब मानिसहरू सुरक्षित पिउने पानीको पहुँचबाट टाढा थिए। सोच्नुस् त, जलचक्रको सानो परिवर्तनले पनि यी मानिसहरूको जीवनमा कति ठूलो असर पार्न सक्छ। जलस्रोत सुरक्षित गर्न कति ठूलो लगानी चाहिन्छ भन्ने कुरा यहाँ देख्न सकिन्छ। केही देशहरूलाई त आफ्नो कुल घरायसी उत्पादनको 2.4% वार्षिक रूपमा खर्च गर्नुपर्ने देखिन्छ। यसले यो कति ठूलो आर्थिक चुनौती हो भन्ने देखाउँछ। अन्त्यमा एउटा प्रश्न सोच्नको लागि छोडेर जाँदैछु। जब जलवायु परिवर्तनले पृथ्वीको यो अर्बौं वर्ष पुरानो र सन्तुलित चक्रमा बाधा पुर्याउँछ, यसले हाम्रो सभ्यता, हाम्रो कृषि र हाम्रो समग्र भविष्यमा कस्तो प्रभाव पार्ला?